साँखुको बजार योगिनी यहाँ रहेको छ साँखुको बजार योगिनीको सोमठुल रूप। यहाँभित्र चाहिँ स्वयम्भूको चैत्य राख्नु भएको छ बाँधेर भित्र चाबी लागेको छ। अहिले चाहिँ बिहान पूजा गर्ने द्वारा चाहिँ खबर चाहिँ यता हो। यहाँ पहिलेको चैत्यहरू हेर्नु होला। दिगोपट्टि बाल्ने ठाउँ दिगोपट्टि बाल्ने ठाउँ यहाँ छ। अनि यहाँतिर चाहिँ अब यहाँदेखि गुफाहरू चाहिँ यता छन्। आचार्यनगर जुन्तेपदेखि ल्याएर सबै एकदमहरू ध्यान सदन गर्नुभएको गुफा त मुनि छ नि त यहाँबाट मुनि उठेछ गुफा यता जानुभयो भने मुनिबाट पहिला मुनि के लगाउनु यहाँबाट सम्झ्यो नि त हामीले। हजुर मेन मन्दिर चाहिँ यो बजार योगिनीको पूजा गर्ने मेन मन्दिर। भित्र चाहिँ खिच्न दिँदैन, भित्री छ सबै। भित्र चाहिँ छ सबै बजार योगिनीको मूर्तिदेखि ल्याएर त्यो चाहिँ बोतलहरूमा राख्नु भएको छ नि देखाउनु मिल्दैन। फोटो खिच्ने कार्यक्रम माथि नै जानुभयो हजुर त्यहाँ माथिबाट मात्रै देख्छ। मेन बजार योगिनीको मूर्ति मन्दिर यहाँबाट एकदम राम्रो भ्यूहरू देख्छ। यहाँतिर दर्शन गर्न आउनुदेखि रोकिने ठाउँ यहाँबाट चाहिँ राम्रो देखिन्छ। झलक ट्याक्क आउँछ यहाँबाट चाहिँ। यहाँ मुनि गुफाहरू छ। काम पनि लाग्यो भने अब ठक्क देखिरहेछ एकदम यहाँ माथि छ। यहाँबाट बजार योगिनीको मन्दिर चाहिँ एकदम यहाँबाट स्पष्ट झलक देख्छ। हेर्नु यस्तो छन् मान्छेहरू पुग्दै खिच्दैछ अहिले यहाँबाट। पुरा उता भुसो लागिरहेछ त्यहाँतिर भुसहरू पुरा लागिरहेछ। आजको बिहानको खाजा खाँदै भिडियो बिहानको खाजा खाँदै भयो। यो गाडी थियो सबैजना खाजा खाँदैछ। पानी पर्दैछ यहाँ टाढाबाट यस्तो भ्यू देखिन्छ। अलि गुस्सा लागेको कारणले यहाँबाट चाहिँ देखिन्छ